गाइज यहाँ नानाले मलाई मही बाट्नु हराएर बाहिर जानुभएको छ। मैले चाहिँ घिउ निकालिसकेँ। अब नानालाई घिउ निक्लेन भनेर प्र्याङ्क गर्न लागिरहेछ है त। बाहिर जानुभएको छ नाना चाहिँ। मैले अलरेडी निकालिसकेँ। नानाले निकै बेर बाट्नुभयो, निकाल्न सक्नु भएन। अनि म चाहिँ निकालिदिएर मैले चाहिँ यति घिउ निकालेर माथि राखेर अब एकछिनपछि नाना आउनुहुन्छ, नानाले बाट्नुहुन्छ। हेर्नु है त के गर्नु हुँदो रहेछ। घिउ निकालेकै छैन भनिदिन्छु म है त। अब घिउ निक्लिँदैन क्या नाना, त्यो बिग्रियो। कस्तो नपत्याएको होला नानाले। आमालाई बिहानैदेखि भनेको मही पार्नुपर्छ, केसँग भात खानु र भनेर यी निस्किनु आँटिसकेको छ के। कता कता गयो मान्छे। मलाई ऊ लगाइदेऊ त नाना।